आर्यघाट यो ठाउँ जहाँ आगो मात्र बोल्दछ, त्यो अन्तिम सत्यसँग आँखा जुदाउने चौतारी हो जहाँ अहंकार पनि खरानी हुन्छ। यहाँ मानिसहरू बोल्दैनन्, आगो बोल्छ, धुवाँ बोल्छ। यहाँ त्यही नदी पनि चुपचाप बगिरहेको छ। सायद उसलाई थाहा छ ती कथाहरू। मौनताले जीवनभरिको हल्लालाई चुप बनाइदिन्छ। कसैसँग बहस छैन। यहाँ पुगेपछि धन पद घमण्ड सबै किनार लगाइदिन्छ। मात्र नाम बाँकी रहन्छ, राम नाम सत्य। त्यो पनि केही क्षणका लागि। चिता नजिक उभिँदा मान्छेहरू पहिलोपल्ट आफ्नो सोचको उचाइ नाप्छ, नामले होइन, कर्मले। आर्यघाटले डर देखाउँदैन नि साथी, यसले त सम्झाउँछ तिमी हिँडिरहेको बाटो कति साँचो छ भनेर। यहाँ रोएका आँखाहरू केवल शोकका लागि मात्रै नहुन सक्छन्। कसैले नबोलेको पछुतो पनि बगिरहेको हुन सक्छ। उसले चिच्याएर भन्दैन, बस यति सम्झाइदिन्छ कि आज तिमी दर्शक हो र भोलि तिमी यही कथाको पात्र बन्नेछौ। अन्त्य त्यही हुन्छ, तर त्यहीबाट बुझाइ सुरु हुन्छ कि जीवन थोरै समयको यात्रा हो भनेर। र अन्तिम सत्य त यहाँ केही बोल्दैन। त्यो अन्तिम सत्यमा त्यहाँ कोही बोल्दैन, बस जल्छ जहाँ आगो जल्छ, धुवाँ उड्छ। आर्यघाट।